यो हो नेपालको रूपन्देही जिल्लामा अवस्थित यो धान खेती। हामी यो लुम्बिनीको यात्रामा निस्किँदा रमणीय यो धान खेती देख्दा मनै लोभ लाग्यो। त्यसैले म यो तस्बिर लिन बाध्य भएँ। यस्तो राम्रो स्वर्ग जस्तो टुक्रा नेपाल, त्यो पनि खेतीपातीको आधारमा हेर्दाखेरि एकदमै राम्रो खेतीपाती हुने ठाउँ, तराई क्षेत्र जहाँ 3 बालीसम्म खेतीपाती गर्न सकिने ठाउँ, यस्तो स्वर्ग जस्तो भूभाग, यस्तो राम्रो ठाउँ अझै पनि व्यवस्थित गर्न नसक्दा, अझै पनि पानीको अभाव, त्यहाँका बासिन्दाको आवाज सुन्दा अझै दयनीय लाग्छ। नेपालको परिस्थिति, नेपालको राजनीतिकले गर्दाखेरि धेरै किसानहरूले दुःख झेल्नु परेको छ। मोलहरू पाउनुहुन्न, समयमा विषादी मोलहरूको अभाव हुने, धेरै किसिमको अभावको बावजुद पनि यस्तो राम्रो खेतीपाती गर्ने हाम्रा यी प्यारा दाजुभाइ तथा दिदीबहिनी, यी नेपाली पुर्खाहरू जहाँ आफ्नो जमिनको रक्षा गरेर बस्नु भएको छ, उहाँहरूलाई हृदयदेखि नै धन्यवाद। यो दृश्य यस्तो लोभ लाग्दो छ कि जहाँ